अब हाम्रो यात्रा सुरु भइसक्यो। यहाँबाट चिया खाएर सन सिटीमा विनोद दाइले लिएर विवेक उताबाट टक्क आउँछ चरीकोटसम्म। त्यसपछि हामी 5 काल निस्किन्छौँ। 5 कालपछि हाम्रो लगभग खाडी चौर हुन्छ, त्यता गएर खाना खाइन्छ होला। त्यसपछि हाम्रो सिधै 2 घन्टाको राइडपछि चरीकोटमा गएर विवेकलाई पिकअप गरेर हामी त्यसपछि आजको डेस्टिनेसन हाम्रो सिमी गाउँ हो। सिमी गाउँ पुग्नुपर्ने हो, पुगिन्छ पनि। अझ अगाडि जान सकिन्छ, तर अगाडि त गाह्रै पर्छ होला आज, किनकि बाइक चलाएर एकदम थकिनु भइरहेको हुन्छ। दाइले बाइक चलाउनु, दाइ फेरि अलिकति हिँड्दा नि पानी छैन दाइको, फेरि भुँडी ठुलो छ दाइको अलिकति, त्यो कुरालाई दाइले गाह्रो बनाउँछ। हामी चाहिँ यो सुनखानीतिर अब यसो खाजा खाँदैछौँ, चिकन मोमो। के छ विवेक भाइ? लोकल मोमो। अहिले भयो पकडा हो। अब हामी एकैचोटि भोले झरनामा गएर रोक्ने हो क्या अरे होइन, खाजा खाएर यहाँबाट। केटाहरूको एक्सपेक्टेसन भर्सेस रियालिटी भयो यार। झर्ना खोइ त, झर्ना त यही त हो नि, पानी पो नभएको। अलिअलि पानी चाहिँ आइरहेको रहेछ रम चाहिँ। अब बाइक यहाँ राखेर यहाँबाट हिँड्यो यताबाट यो पारी डाँडाबाट। यो डाँडामाथि केटाले बाइक राखे। अब हाम्रो पैदल यात्रा सुरु हुन्छ। स्टार्ट भएको छ है आजदेखि। ल लाग्यो त एकदम पेट घटाएर आउनु लाग्यो, हिँड्न लाग्यो।
अब फाइनली लामबगर चाहिँ यहाँ हो केटा हो त्यो देखिन्छ नि अलिअलि सुरुङ गाडी जान्छ ठुलो केटा अब सिमी गाउँ आइपुग्यो फाइनली डे 1 मा चाहिँ दिउँसो तल हामी तल कतिखेर आइपुगेको थियौँ छेचे त छेचेबाट 4 बजी हिँडेको केटाहरू बिस्तारै आज फर्स्ट डेबाट बाइक चलाएर आएकोबाट थाके ठिकै र पनि त्यो हिसाबले बस्दै बस्दै आज हामी चाहिँ माथि अस्ति पहिलोचोटि आउँदाखेरि बसेको दिदीकोमा बस्छौँ होला रुम पायो भने वेदर चाहिँ ठिकै छ भनौँ नट ब्याड अब भोलि बिहान खुल्छ होला आज त साँझ पऱ्यो त्यो हिसाबले भोलि बिहान राम्रो हुनुपर्ने हो केटाहरू आज फर्स्ट डे भएर अलिक थाकिन्छन् हिँड्न चाहिँ हिँड्छन् मेरो फोन आइरहेको रहेछ ल यो चाहिँ लोकल भाले के छ सुन्नु त टेस्ट लब्ली छ ल टेस्ट चाहिँ ल है सिमी गाउँको टक्क भएको छैन ल है ल नमस्ते कस्तो छ ल वा रियाक्सनले भने भएको छ ए ल दोस्रो ताली हो ल तपाईँको चाहिँ पहिलो तालीको अनि के हो तिमी त ल्याम छ ल हिँड्नुपर्छ ल साथीहरू ल है यत्तिको खानुपर्छ है फेरि मासु आउँदैछ फेरि हाम्रो यहाँ यत्तिको यहाँ लोकल भाले ल चट्टा 2000 मिटर हामी यो सिमी गाउँ 2000 मिटर टपमा मामाले चस्सो अलिकति मासु हालेर खानु त कस्तो रहेछ पिलिच अलिकति हाल्नु त खै कस्तो रहेछ खै मामालाई खै कस्तो रहेछ हेरेर भनिदिनु त हाम्रो फ्यानको लागि वा लभली ल हामी चाहिँ ठ्याक्क सिमी गाउँबाट सिधै यस्तो सिँढीको बाटो हुँदै चट्टान भिर केही नभनिकन अगाडि बढिरहेको छौँ एकदम दृश्यहरू चाहिँ एकदम मङ्ग बनाउने ठाउँको छ होइन ठ्याक्क सिँढीहरू स्वर्ग जाने केही राम्रो ठाउँमा जाने ठाउँहरू चाहिँ यस्तैमा हुँदो रहेछ क्या हाइटमा ठ्याक्क होइन के कठिन परिश्रम र मेहनत बिना चाहिँ केही पनि पाइँदैन भन्नुको एउटा राम्रो उदाहरण बन्दो रहेछ है एउटामा चाहिँ ट्याक्कै हेर्नु हुन्छ यहाँ बारिस घाम झुकेको भइहाल्यो यहाँनिर चाहिँ ट्याक्क अब त्यो साथी चौकी हामी आएको चाहिँ हामी बसेको चाहिँ हो होइन यहाँबाट चाहिँ बिहानको 6 बजे सट्ट हामी हिँडिरहेको छौँ भिरहरू पहिरोहरू वरिपरि फेरि भिड छ ग्रिनरी जतासुकै ट्याक्क काठमाडौँमा धुवाधुलो खाएर बस्नुको सट्टा यहाँ आएर 2 दिन भयो नि फ्रेस हुने ठाउँ चाहिँ एउटा छल पनि पर्दो रहेछ सिँढी पनि फेरि ठाडै छ होइन सेफ्टीको लागि योहरू नि बनाइरहेको छ होइन
ल यहाँ सुरुमुची आइपुग्यो ठ्याक्कै 8 बजे केटाहरू हिँड्दैछन् अलि त्वाल लाएर खासै हिमाल चाहिँ क्लियर देखेको छैन अलि बढी सुहाउँछ यता त्यो किवी चाहिँ राम्रो हुँदो रहेछ यहाँनिर केटाहरू नहिँड्ने आज डेस्टिनेसन भन्थ्यो कहाँ नपुग्न सकिन्छ आज बिदिङै हुन्छ होला नेटवर्क यहाँदेखि बन्द भइसक्यो अहिले तलदेखि दाइको म्यास गर्नुपर्ने रहेछ छुटो अब पानी यहाँ छ है यहाँबाट पानी लानुपर्छ ल तल उत्तिसी अब हामी क्याल्चे भन्ने ठाउँमा खाना खान्छौँ क्याल्चे पुग्नलाई 2.5 आवर्स लाग्छ यहाँबाट डाइट है एउटा अन्डा पछाडि स्लिपर है के छ विनोद दाइ ठिक छ होइन गुड अश्विन राम्रो भइरहेछ नि होइन राम्रो छ विवेक भाइ ठिक छ है अब हामी चाहिँ अहिले चाहिँ ठ्याक्कै बौला खोला आइपुग्यो पानी चाहिँ छैन यहाँ खोला मात्रै हो बगाउँदैन नि पुलमाथि हिँड्ने कसरी बगाउँछ यो चाहिँ बौला खोला पानी चाहिँ छैन अहिले त्यहाँ माथि नाम पर्नु न क्याल्चे आइपुग्यो कति बजे दाइ 11 बजे 11:45 मा क्याल्चे ए 10:45 सरी अश्विन र बिहेको अगाडि पुगिसक्यो यो ठाउँ चाहिँ एकदम ग्रिनेरी छ एकदम एउटा मात्रै सोलो घर छ यहाँ चाहिँ अनि यहाँको मान्छे अहिले तल एउटा दाइले भन्नुहुन्थ्यो मान्छे छैन अरे अहिले सिजन भएर बसेको छैन अब हामी आफूले ल्याएको खाजाहरू खान्छौँ त्यहीँ घर पछाडि छ अनि टोइलेटहरू लक रहेछ पानी चाहिँ छ पानीहरू चाहिँ प्रशस्त छ अन्तिम बत्ती तलसम्म लगाएर चाहिँ अहिले चाहिँ पहिला यहाँसम्म थियो अनि अब दोङदाङ 1.5 किलोमिटर छ अहिले चाहिँ दोङदाङमा आइपुग्यौँ पहिला चाहिँ यहाँ यो घरहरू चाहिँ भलाएर यहाँ बगाएछ अनि अहिले चाहिँ बस्ती यता अलि अगाडि बनाएको रहेछ खानासाना होइन अबको यहाँबाट खोले खोला किनार जानुपर्छ ठिक छ पहिला त्यहाँ कोसीबाट यहाँसम्म आयो ठुलो भला रहेछ क्या त्यही भएर गर्मी भयो घाम लास्टै लगाइसक्यो खाना नि अब यहीँ खाने खाजाहरू नखाने भनेको छ अबको कोसीको बाटो हो एकदम रमाइलो छ घाम भयो अलि नत्र त ठिकै छ सबैले निराश सबैजना केही छैन ल अहिले हामी खाने बेला भेट्छौँ त सेयो खाना खाने अहिले चाहिँ खतरा बनाएर रहेछ भर्खरै अस्ति दसैँसम्म थिएन अहिले चाहिँ बनाएको छ दोङदाङ क्या लभली छ बस्न चाहिँ सब थकित अब क्या थकित भयो अब यहाँबाट हिँड्नु पनि बेदिङमा 6-5 घन्टा अझै हिँड्नुपर्छ यहीँ थकित भइसक्यो कस्तो थकित लाग्यो अनि खानु पनि अब हुडी धेरबाट यहाँ हुडी यहीँ राख्ने भन्छ नि फेरि
यो खोलाको बाटै तरेको छैन पुल तरेर पारि यो उताबाट यहाँबाट यस्तो लाग्नु पर्ने कुनै आउनु त सब थकित भयो खाना खाएर हिँडेको गुराँस नि छ यहाँ लभली ओडा रहेछ कि यहाँ चाहिँ ल साथीहरू फाइनली थाङनिङ आइपुग्यो आज बेदिङ नै गरेर बस्ने हो केटाको अघि चाहिँ यहाँ बस्ने भन्ने थिएँ अब बेदिङ 5.5 किलोमिटर रहेछ यो हामी बसेको घर यो बसेको घरमाथिको भिर यी मामा यो भात खाने ठाउँ यो माथि देखेको सानो सानो खालको लुचक्क परेको हिमाल यो बल्लो जङ्गल केटा बिहान मुखी नधोकिनु गयो चिसो भएर थाङदिङदेखि अब हामी ट्याक लाएर नासमको यात्रा अब बिस्तारी बिस्तारी सुन्नुलाई अगाडि हुनुहुन्छ दुई गरे पछाडि नै छन् झन् बिहानको यात्रा हिजो अलिक बेदिङसम्म जाउँ भनेको केटाहरू लडाइँ गरे यहाँ यतै बस्ने कि माथि जाने भनेर यतै बस्छु अब बिहान बिस्तारै भ्यू हेर्दै हेर्दै नासम पुगिन्छ होला आरामले बाटो बाहिरमा यसो फोटोसोटो खिच्न पनि छ के अरे राम्रो खालको रमाइलो हुन्छ लगाइस अब हामी बेदिङ पुगेपछि एकताली गर्छौँ ल केटाहरू हो अश्विन यहाँ बसेको हामी चाहिँ हिजो थामी भनेको चाहिँ बाटो चाहिँ यस्तो छ यस्तै यस्तै अब सम्म छ बाटो चाहिँ हिमाल खतरा देखिया छ हौ बिहान यहाँ यो चाहिँ बिहानको भ्यू थकी छाती चाहिँ यो अश्विन कार्की ल पागल हुन्छ फाइनली नजाने बाटो चाहिँ तेर्सो बरुसम्म अब 20 मिनट जति लाग्ला हामीलाई नापुगिन्छ
थाङनिङबाट आएर आज नामा हिजो भनेर के खाएको हिजो के हाट भन्नु नि तपाईँ हिजो के हाट नआउँछ हुन्छ हो के छ भने खाना कस्तो भइरहेछ नवराज सर सुन्दै ठिक छ यो नाको खाना हो यो चाहिँ थाङनिङबाट यो थाङनिङ खाएर आज बेदीमा खाजा खाएर हिँडेको थोरै डाल मलाई नि बाई ओहो यहाँ खाना खाँदै सबैजना ल गाउँमा आएर मिठो खाना आउनु मिठो खाना अलिकति राख्दैन मलाई चाहिँ हो बस ल है तातो है लगाइ जब आज चाहिँ नामै सुत्यो है यसरी सुतेका छौँ हामी हलमा यी हाकिम हामी यहाँ केटी यहाँ छ अनि दाइ र मामा यता छन् लाई नै आज चाहिँ हल पाइयो खुसी लाग्यो तातो छ होइन नौरा छ तातो छ बहुत तातो खुट्टा मात्र चिसो भएको हाम्रो चाहिँ यहाँ मेरो चाहिँ खुट्टा तातिरहेको छ ल सुतौँ ल आज गुड नाइट आजको हाम्रो यात्रा चाहिँ सकेसम्म दुधकुण्ड नसकेदेखि हामी लेकसम्म मात्र पुग्ने प्लान छ सास बढिया छ चिसो एकदमै छ बिहान एकदमै खुलेको छ मौसम एकदम खुलेको भएर सास बढेको हुनसक्छ बिहान बिहानै हिँड्नुपर्ने अवस्था एकदम चिसो लागेको भएर सफलताको कामना गरौँ यस्तै छ लाइफ हामी जानुपर्ने चाहिँ यहाँ छौँ हो यहाँ हो भुइँमा पानी यस्तो भएर जाँदैछ अनि हिउँ पऱ्यो भने त अनि यहाँ त सबै पानी नै जमिरहेछ त धन्न माथि गएर बस्छेन मरिँदो अहिले सबजना आजै फर्किन्छ त नि अनि त यस्तोमा मल छरेपछि अब यहाँ के रोप्ने होला त हेर्नु यो खन्ने अब हाम्रो गाईजीहरू नि आउँदै हुनुहुन्छ लेट्स मुभ हामी त पहिला दुधकुण्ड जाने भनेको दुधकुण्ड जाने बाटो चाहिँ प्रपर अस्ति हामी पहिला आउँदा नि त्यो खोलाबाट सर्को गएको अहिले पनि बाटो एक्ज्याक्ट यहाँ चाहिँ जानुपर्ने उयो डाँडामा त्यताबाट हो एउटा मान्छे यताबाट त्यो मामा हामी यता छौँ अनि बिचमा जताबाट जाँदा नि हुन्छ प्रपर बाटो चाहिँ भेटेन होइन त बिस्तारै हाम्रो केटाहरूसँग पुगिसक्यो यहाँ पुगिसक्यो हामी यहाँ छौँ केटाहरू दुधकुण्ड जाने बाटो भुलेर यस्तो बाटो नाइस 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 केटा खासै यहाँ डाँडामा निस्किनु नि हामी यहाँ यो हो यहाँ हामीले यहाँ निस्किनु पर्ने कहाँ निस्किन्छ त्यो त दुधकुण्डबाट आएर यताबाट छोडेर जाने बाटो पनि निस्किन्छ कि तलबाट उता लाग्नुपर्ने
यस्तै भयो रङ बाटो आइयो मेरो जुत्ताभरि अब माटो बस्छ ठिकै छ माइनसहरू खिच्दिनँ होला म हस्पिटल सरी जानु सक्दिनँ म कसै जानु ल खोलो तर्दैछन् खास कुन्डायो हामी नौरासा र सुन्दै उता गए बाटो भुलेर यो बाटो आउनुपर्ने रहेछ खास कुन्डा आउनु अस्ति पहिलो यही बाटो आएको मैले बाटो भुलेर यहाँ पुरै केटाहरू यहाँसम्म निस्केको थिएँ त्यो चाहिँ बाटो देखिरहेछ फेरि केटाहरू यता यतै गयो छोरोपा चाहिँ यही हो र नौरासा सुन्दै गयो बिहेको अगाडि पिइसकेर कुन्डा हामी तिनजना छौँ हामी फोटोहरू सुट गर्छौँ अस्ति थकी छ अब यो टाढोमा पुगेपछि ओह्रालो छ त्यहाँबाट ठुन्डा आइहाल्यो दुधकुण्ड आइपुग्यो लभली पहिला चाहिँ यहाँ नजिकै छ यहाँसम्मै पानी थियो अहिले चाहिँ यहाँ पुगेछ नाबाट छोरो पाउने बाटो एकदम यहाँ बाटोमा यस्तो एरोहरू पनि दिएर रहेछ दिनुहोस् यस्तो यस्तै त्यसो बाटो चाहिँ यो बाटो हुँदै अनि छोरो जाने बाटो दुधकुण्ड गयौँ अघि पनि हामी त्यहाँ हराएर उता जानुपर्ने त्यहाँ आइपुगेछौँ अनि त्यहाँबाट यस्तो आएर अनि फेरि यही बाटो गएको जानु नि अनि दाइहरू चाहिँ त्यहाँबाट सक्दिनँ भनेर यता जानुभयो हामी चाहिँ